सबै साथ गइहालेछ जस्तो लाग्छ। मिडियाहरू पनि आयो र तेरो केही गर्दैन, आफ्नो भ्युज बढाउनको लागि हो के हो। कसले भन्यो यो कुरा? यहाँ पुलिस प्रशासनले सबैले त्यही भन्नुहुन्छ। मेरो लागि कोही रहन्छ जस्तो लाग्छ मलाई। मेरो घरका फ्यामिलीले पनि मलाई केही वास्ता गर्दैन। रोडमा बसेको तँलाई बेजेत हुन्छ, तँ गइहाल भन्छन्। म अब घरबाट निस्क्यो भने म कसरी जाने? मेरो न्याय नमिलिन्जेसम्म म जान्न कि मरेर जान्छु, म जिउँदो हुन्जेल म फर्किएर जान्न। न्याय त अब भन्नु एक हिसाबले न्याय पाउनुहुन्छ होला। जस्तो तपाईँको त्यो घटना त्यो जाजरकोटको जुन चाँदी गाउँपालिकामा भएको होइन, त्यहाँको स्थानीयबाट लगाएर त्यहाँको वडासम्म के कुराहरू उहाँबाट पनि तपाईँले साथ सपोर्ट पाएर नै अगाडि बढ्ने हो नि? खास त्यहाँबाट किन साथ सपोर्ट पाउनु भएन? केही पाएन मलाई। म त यस्तै उनपढ मान्छेलाई के थाहा हुन्थ्यो र मलाई न मोबाइलमा टाइम हेर्न त आउँदैन को के हो। हामी इन्डियातिरै बस्थ्यौँ, घर मिल्छ टहरा मिल्छ भनेर आउँदाखेरि न हामीलाई घर मिल्यो न टहरा मिल्यो, केही मिलेन। उहीँ रुनु भएन। अब हामी बस्यौँ। यी बाबुलाई म स्कुल कता लिएर पढाउने, के गरेर खाने, बस्ने घर बास छैन भने म कसरी बाँच्ने? हाम्रो बाँच्ने आधार खुम्मै छैन भनेपछि हामी बाँचेको पनि के काम छ जस्तो लाग्छ। छोरालाई ल्याएर उच्च अदालतको गेट अगाडि बसेको आज कति दिन भयो? 25 दिन भयो। 25 दिनसम्म तपाईँले केही कुराहरू जानकारी पाउनु भएको छैन कि? तपाईँलाई यो ठाउँबाट पनि निस्केर जानु भन्ने मात्रै आदेश छ कि तपाईँको कुराहरू सुनाइ हुन्छ भइरहेको छ भन्ने कुराहरू आइरहेको छ? हुनु त हुन्छ, कहिले केही पुगेन भन्छ, कहिले केही पुगेन भन्छ, कहिले कसैको मुद्दा आयो। यस्तै छ, मलाई केही थाहा छैन। अब अलिअलि मेरो अघि पछि लाग्ने भने यही बहिनी हो, यसलाई भित्र जान मिल्दैन। अब के गर्ने? मेरो त कोही साथ दिने मान्छे नै, सपोर्ट दिने मान्छे पनि नै। यस्तै अब यी बच्ची लिएर कहाँ जाउँ, के गरौँ जस्तो लाग्छ। यस्तै छ। तपाईँको लागि त लडिदिने मान्छे पनि त हुनु पर्यो। अब तपाईँको पहुँच छैन, मेरो कोही छैन अघि पछि भन्नुहुन्छ। यसरी चाहिँ आफ्नो भित्री मनबाट गहकिएर रोइराख्नु भएको छ। खास तपाईँको लागि लडिदिनका लागि नभएकै कारणले न्याय नपाएको जस्तो अनुभव गर्नु भएको? हजुर, मेरो लागि मसँग पैसा पावर भइदिएको भए आज मेरो यो दिन आउँदैन थियो जस्तो लाग्छ। गाउँमा गएर पनि मलाई गरेर खाना नदिने जस्तो छ। म कहाँ जाउँ, के गरौँ जस्तो लाग्छ। यताबाट गाली बेजती धुम्की दिने देउता राजा गर्ने हो। रत्नबहादुरको बुढीले पनि यो त मेरो बाउ सानैमा मरेर गइहाल्नु भयो। त्यही मरेको बाउलाई पनि त्यो गाउँघरले किन यति पीडा दिनु होला, किन गाली बेजती गर्नु होला? मेरो बुढालाई त मार दिनुभयो। मेरो बाउले के बिराया थियो होला? अलिकति अब रोइराख्नु भएको छ। यथार्थ कुरा